मलाई गएर युनिभर्सिटीमा पढ्नु छैन आजको दिनमा हैन। तर पनि मैले भनेको कुरा चाहिँ भावी पिँढीहरूले बुझोस्, आउने सन्तानहरूको निम्ति तपाईँ हामीले सुर्ता गरौँ भनेको मात्र त हो। मेरो आफ्नै युनिभर्सिटी थोरै हो दार्जिलिङ युनिभर्सिटी, तर म त्यसमा चासो लिनु। बङ्गालको जति पनि विद्यार्थीहरू छ बाहिर जाँदैछ, उनीहरूलाई फर्काएर ल्याउनको निम्ति प्राइभेट युनिभर्सिटी ल्याउनुपर्छ। বেসরকারি বিশ্ববিদ্যালয় মানে ব্র্যান্ড লেভেল বেসরকারি বিশ্ববিদ্যালয় এবং প্রয়োজনে বিদেশি বিশ্ববিদ্যালয়কেও আমরা আনার চেষ্টা করব। বড় কঠিন কাজ, বড় কঠিন কাজ। আজকে পশ্চিমবঙ্গ থেকে আমাদের ছেলেমেয়েরাই বাইরে যে কলেজ যে বিশ্ববিদ্যালয়গুলিতে পড়তে চলে যাচ্ছে, সেই বিশ্ববিদ্যালয়কে যখন যোগাযোগ করে বলছে আসুন না পশ্চিমবঙ্গে বিনিয়োগ করুন, এখনো ভুরু কোচকাচ্ছে। এই অবস্থা থেকে ফেরাতে হবে, তাদের মধ্যে কনফিডেন্স আনতে হবে এবং ভারতবর্ষেরও যেগুলো বড় ব্র্যান্ড আসুক না সেই সমস্ত বিশ্ববিদ্যালয়গুলি। আমাদের ছেলেরা তো সেখানেই পড়তে চলে যাচ্ছে। हजुर, प्राइभेट युनिभर्सिटी सरकारले यदि लिएर आउने भने सबैभन्दा राम्रो ठाउँ के हो? अभियसली तपाईँहरूलाई थाहा छ, शिक्षाको निम्ति एउटा ब्रान्ड बनिसकेको थियो दार्जिलिङ। अब हामीले त्यसलाई ग्लोरिफाई गऱ्यौँ भन्ने फेरि त्यो स्थिति लिएर आउन चाहन्छ। अनि बेङ्गोली सेन्टिमेन्ट र मार्केटिङ गर्नु सजिलो ठाउँ दार्जिलिङ। अनि प्राइभेट इन्स्टिट्युसन्सहरूलाई पनि एकदम लुक्रेटिभ ठाउँ दार्जिलिङ हैन। अनि खासमा त्यहाँ केवल युनिभर्सिटीको कुरा छैन नि, मल्टिपल युनिभर्सिटीको कुरा छ। यसलाई चाहिँ भनिन्छ एडुसिटी। কারণ আমরা চেষ্টা করছি যে পশ্চিমবঙ্গে গত বাজেটে কেন্দ্রীয় অর্থমন্ত্রী যে 5টি এডু সিটি তৈরি করার প্রস্তাব রেখেছেন, যাতে পশ্চিমবঙ্গে তার একটিকে আমরা আনতে পারি। এবং এর জন্য আমি মাননীয় মুখ্যমন্ত্রী, মাননীয় অর্থমন্ত্রী, নীতি আয়োগের সঙ্গে, উচ্চশিক্ষা দপ্তরের সঙ্গে, উচ্চশিক্ষা মন্ত্রকের সঙ্গে আলোচনা করছি যে সারা দেশে যে 5টি এডু সিটি তৈরি হবে, সেই এডু সিটির একটির গন্তব্য যেন পূর্ব ভারতে পশ্চিমবঙ্গ হয়। সেখানে শুধুমাত্র বেসরকারি বিশ্ববিদ্যালয় মানে ব্র্যান্ড লেভেল বেসরকারি বিশ্ববিদ্যালয় এবং প্রয়োজনে বিদেশি বিশ্ববিদ্যালয়কেও আমরা আনার চেষ্টা করব। एजुकेसनको सिटी। अनि यो केन्द्र सरकारको एउटा योजना छ, जुन योजना चाहिँ 5वटा एडुसिटी बनाउने देशभरिमा। Education. Our government will support states through challenge route in creating 5 university townships in the vicinity of major industrial and logistics corridors. These planned academic zones will host multiple universities, colleges and research institutions, skill centers and residential complexes. अनि त्यसमध्ये एउटा एडुसिटी चाहिँ बङ्गालले लिनु चाहँदैछ। अनि बङ्गालले लिनु चाहेको एडुसिटीको निम्ति राइट ठाउँ कहाँ होला? तपाईँलाई थाहा छँदैछ, राम्रो ठाउँ एजुकेसनको हब कसलाई बनाउन सकिन्छ? किनभने कलकत्तामा जमिन छैन, साउथ बेङ्गलमा त्यस्तो ठुलो जमिन बनाएर त्यहाँनिर एडुसिटी बनाउने है, मल्टिपल युनिभर्सिटीहरूलाई राख्ने भन्दा इट्स अलवेज बेटर। नर्थ बेङ्गललाई फोकस गरे जस्तो पनि देखिने। अनि प्राइभेट युनिभर्सिटीको निम्ति सबैभन्दा लुक्रेटिभ ठाउँ भनेको नर्थ बेङ्गल, अहिले पनि एक्सप्लोर गर्ने धेरै ठाउँ छ। अनि बाइ द वे दार्जिलिङमा हामीले त एउटा है अर्को सिटी बनाउने, दार्जिलिङलाई एक्सपेन्सन गर्ने त्यो त प्लान पनि बजेट, योपालि बजेट पनि चर्चा भयो होइन। एडुसिटी पनि कुरा हुँदैछ, प्राइभेट युनिभर्सिटीको पनि कुरा हुँदैछ। अनि त्यति बेला चाहिँ सिलगढीमा सरकारी युनिभर्सिटी नै भन्ने हो भने नर्थ बेङ्गल युनिभर्सिटी छँदैछ त, दार्जिलिङमा किन दार्जिलिङ हिल युनिभर्सिटी चाहियो? दार्जिलिङका विद्यार्थीहरूले त तल आएर एनबियू पढ्दा भइहाल्छ। दार्जिलिङमा चाहिँ हामी बाहिरबाट प्राइभेट युनिभर्सिटिजहरू लिएर आउँछौँ, यहाँ एउटा एडुसिटी बनाउँछौँ, जसले गर्दा बङ्गालभरिका नानीहरू जो बाहिर गएर पढ्दैछन् उनीहरू यहीँ बङ्गालमै बसेर पढ्छन्। बङ्गालको रेभेन्यू बङ्गालमा रह्यो। प्लानिङ बुझ्नुहोस् तपाईँले। अनि त्यसैले गर्दा भन्छु, मैले हिजो जुन चाहिँ क्लिप चलाएको थिएँ म छक्क पर्छु। यहाँका व्यक्तित्वहरूले चाहिँ कमसेकम त्यति बेला यसलाई जस्टिफाई गर्न नखोजेर चाहिँ सरकारको जुन है कुरा छ, वक्तव्य छ, त्यसको पछिको इन्टेन्सन बुझ्नुपर्छ। त्यो वक्तव्यको सानो क्लिप थियो, इन्टायर वक्तव्य तपाईँहरूले सुन्नुपर्छ। अनि वक्तव्य पुरा सुन्दाखेरि तपाईँले स्पष्ट बुझ्नुहुन्छ सरकारले काम कहाँ गर्दैछ, कुन दिशामा गर्दैछ, अनि त्यो दिशा अल्टिमेटली गएर कहाँ ठोकिन्छ। हिजो मात्र मैले देख्दै थिएँ दार्जिलिङका एक पत्रकारले है लाइभ गरेर भन्नुहुँदै थियो दार्जिलिङ एकदम एजुकेसनको निम्ति राम्रो छ, बाहिरका विद्यार्थीहरू ल्याउन सकिन्छ इत्यादि इत्यादि प्लस पोइन्ट। त्यही प्लस पोइन्ट देखाएर चाहिँ प्राइभेट युनिभर्सिटी ल्याउने चलखेल चलिरहेको छ। अनि प्राइभेट युनिभर्सिटी आयो भने मैले भने त सबभन्दा राम्रो ठाउँ कहाँ होला योगेश होइन?
हो यस्तो स्थितिमा चाहिँ अब डिएचयूको आवश्यकता छैन भन्ने कुरा चाहिँ सरकारले स्पष्ट बताइसक्यो। यति बेला अब हाम्रा ती कमान बस्तीमा बस्ने निमुखा है गरिब जुन जनताहरू छन्, दार्जिलिङमा सबैले के प्राइभेट युनिभर्सिटी अफोर्ड गर्न सक्छ? दार्जिलिङमा सबैले होइन त्यो लेभलको खर्च गरेर आफ्नो नानीहरूलाई बाहिर पढाउन सक्छ? अनि हामीले आफ्नै ठाउँमा एउटा युनिभर्सिटी यदि पाइरहेका थियौँ भने त्यो युनिभर्सिटीले हाम्रा धेरै कलेजहरूलाई ग्रेजुअली हामी एफिलिएसनहरू त्यहीँ गर्दै हामी एक लेभलको शिक्षाको एउटा हब बनाउन सक्थ्यौँ। तर अब स्थिति कस्तो आउँदैछ भने प्राइभेट युनिभर्सिटीहरू बढाउने र सरकारले प्राइभेट युनिभर्सिटीहरूलाई नै प्रोत्साहित गर्ने एउटा वातावरण बनेको हुनाले गर्दाखेरि चाहिँ दार्जिलिङ हिल युनिभर्सिटीको अस्तित्व सङ्कटमा छ। अनि स्पेसली सङ्कटमा किन छ भने सरकारले अब एडुसिटी बनाउने दिशातर्फ सोच गरिसकेको छ। एडुसिटी बनाउने हो भने सरकारी युनिभर्सिटीहरू जतिसक्दो घटाउने कोसिस गर्छ। अनि त्यसको सबैभन्दा पहिलो शिकार को हुन्छ? जसको इन्भाइरोमेन्ट राम्रो छ, जुन ठाउँ शैक्षिक एउटा हब हिसाबमा चिनिन्थ्यो, अनि जुन ठाउँका मानिसहरू विरोध गर्न जान्दैनन्, जुन ठाउँका मानिसहरू जे गरे पनि सरकारको नाक थाप्नैको निम्ति एउटा सेक्सन एउटा झुन्ड जहिले पनि तयार छ, त्यो ठाउँ सबभन्दा आइडियल हो। अनि त्यसकै जुन चाहिँ परिणाम हुन्छ त्यो चाहिँ डिएचयूले भोग्ला जस्तो देख्दैछु। मैले तपाईँलाई जानकारी राखिदिएँ, बाँकी यथार्थ तपाईँ आफैले खोज्दा पनि हुन्छ। तपाईँहरूकोमा अहिले पनि चोइस छ, तपाईँ अहिले पनि सरकारको नाक थापेर होइन उनीहरूले त सही नै गरेको होला भन्न सक्नुहुन्छ। मलाई कुनै त्यसमा अब्जेक्सन छैन, तपाईँहरूको चोइस हो। हामीले पढिसक्यौँ, अब आउने भावी पिँढीको निम्ति चाहिँ यस्तो प्रब्लम हुनसक्छ भनेर बनिदिने काम हो। मलाई गएर युनिभर्सिटीमा पढ्नु छैन आजको दिनमा होइन, तर पनि मैले भनेको कुरा चाहिँ भावी पिँढीहरूले बुझोस्, आउने सन्तानहरूको निम्ति तपाईँ हामीले सुर्ता गरौँ भनेको मात्र त हो। मेरो आफ्नै युनिभर्सिटी थोरै हो दार्जिलिङ युनिभर्सिटी, तर म त्यसमा चासो लिनु भन्ने काम हो, जानकारी राख्ने काम हो, गरिदिएको छु। आगे सचेत जनता र युवा पिँढीको है उत्तरदायित्व हो। धन्यवाद।